आज चाहिँ म मम्मीलाई मेहन्दी लगाइदिँदैछु है। मम्मीको कपाल चाहिँ सबै फुलेर पुरै अगाडि पुरै सेतो भएको थियो गाइस। त्यही भएर म चाहिँ यो हातमा प्लास्टिक लगाएर चाहिँ मेहन्दी लगाउन लागिरहेको छु। यहाँनिर पानी पर्ला जस्तो भइरहेछ। आज हाम्रो चाहिँ कुल पूजाको पहिलो दिन हो कि, त्यही भएर यसो राम्री पनि बनाइदिनु पऱ्यो नि त हाम्रो मम्मीले। राम्री बनाउनु लगाएको। यो कालो मेहन्दी मलाई चाहिँ एकदम टाउको दुख्छ, म चाहिँ लाउँदिनँ। मम्मीलाई पनि दुख्न त दुख्छ, अब के गर्नु, कपाल सबै फुलेको छ। त्यही भएर चाहिँ यसो भर्खरकी तन्नेरी भइहाल्नुहुन्छ कि मम्मी भनेर मैले चाहिँ मेहन्दी लाउनु लगाएको। पुरै अब कालो बनाएर चिटिक्क राम्री बनाइदिनु पर्यो कपाल कालो पारेर मम्मीको चाहिँ। मम्मी केही भन्नु छ तपाईँलाई? कस्तो लागिरहेछ आज? राम्रो लागिरहेको छ है नानी। राम्रो लाग्छ? राम्रो लागेको छ। नानीले मम्मीले राम्रो बनायो, राम्रो लागेको छ। के हो, रमाइलो भएको छ नि तपाईँलाई हामी आएर? रमाइलो छ नि, रमाइलो हो। रमाइलो भएको छ है। 3 वर्षको चाड आउँदाखेरि अनि नानीहरू नआए रमाइलो हुँदैन। मेरो चाहिँ 14 वर्षमा चाहिँ 14 वर्ष भयो। अब दिवाली नहेरेको पनि योपालि चाहिँ धेरै समय पछाडि दिवाली हेर्दैछु कुल पूजा मैले चाहिँ। त्यस्तो छ है। अब हामी पनि रमाइलो लागेको छ हामीलाई, झन् के रमाइलो नलाग्ने हो र। माइती घर जन्मेको माटो, जन्मेको ठाउँ त्यत्तिकै प्यारो हुन्छ होइन गाई? त्यस्तो कुराकानी छ। मेरो बाबु चाहिँ क्यामेराम्यान हो कि, बाबु र म आमा हो यहाँनिर चाहिँ अहिले। अरू सबै धामी नाच्न जानुभएको छ। कोही आफ्नै काममा व्यस्त, भैँसी चराउनु, कोही धामी नाच्न। हामी नि एउटा भैँसी चराको भ्लग बनाउनु छ। भैँसी चराको भ्लग आउँछ है, भैँसीमाथि चढेको हेर्नलाई रेडी भएर बस्नु। थ्याङ्क यू सो मच।